चेकिङमा आएर हजुरहरूलाई फाइन तिराको या केही इन्सिडेन्टहरु छ? मसँग चाहिँ इन्सिडेन्ट छैन। म चाहिँ त्यो रेस्टुरेन्टमा एज अ सिडिपी प्लस ओभरअल हाम्रो चाहिँ क्लाउड किचन हो, स्टोर हुन्थ्यो। म एज त्यो स्टोरको एज अ हेड काम गर्थेँ। एकचोटि मसँग बलदिया इन्सिडेन्ट चाहिँ परेको छ। बलदिया चेकिङ आउनुभयो, उहाँहरूले बलदियाको चिकनको सोर्स कुन कन्ट्रीबाट कुन मिटहरू आउँछ भनेर सोर्स खोज्नुभयो। त्यहाँ टाँसेको थियो अरबीमा, मैले बुझेँ। त्यसपछि छन् सबै छ, नोटिस बोर्डमा सबै छ भने उहाँहरूले निकालेर दे भन्नुभयो। मैले बुझिनँ, उहाँहरू फाइन लगाउने अवस्थामा पुगिसक्नु भएको थियो। मैले सबै डकुमेन्ट ट्रान्सलेट गरेँ, भेटेपछि यो हो भनेर सोधेपछि उहाँहरूले लिएर जानुभयो। त्यही मात्र भयो, नत्र अरू कुनै पनि फुडहरू बिग्रेर कन्टामिनेट भएर अनि हामीले हेसाबको नियम फलो नगरेर चाहिँ फाइन पर्ने चाहिँ परेन। त्यो पनि हुन्छ, हामीले आफूले गर्न सक्ने चेकिङ त्यो पनि हुन्छ, तर हामी त्यसमा सबै प्रोपर तयारीमै हुन्छौँ। किनकि बलदिया फाइन पर्यो भने त धेरै महँगो पर्न जान्छ। त्यही त।